हेलो हाई नमस्ते नमस्कार साथीहरू। आज हामीहरू जनकपुर धाममा पहिलोचोटि चन्द्रमा हेर्ने प्रयास गर्दैछौँ। स्टुडियोमा प्रयोग हुने सोनी कम्पनीको क्यामेराबाट जुम गरेर हामीहरू जुन हिन्दू धर्ममा पूजा गरिन्छ चन्द्रमा, विभिन्न भनाइ पनि छ। वैज्ञानिकहरूले आफ्नो तरिकाले वर्णन गरेको छ र आज हामीले हेर्नेछौँ जुम गरेर चन्द्रमा कस्तो देखिन्छ त। हामी 200x 24x अप्टिकल जुम र 200x डिजिटल जुम प्रयोग गर्दैछौँ सोनीको स्टुडियो क्यामेराले। अहिले नर्मली हामी स्ट्यान्डमा लगाएको छौँ अप्टिकल इमेज स्टेबलाइजेसन भएको क्यामेरा। पहिला हामी अप्टिकल जुम गरी हेर्छौँ कति हुन्छ, बिस्तारै हामी अप्टिकल जुम गरी हेर्दैछौँ। हामीले फोकस म्यानुअलमा राखेको छौँ र यो हाम्रो अप्टिकल जुम सिद्धिएको छ। यति मात्रै हाम्रो अप्टिकल जुम, जसमा तपाईँलाई फोकस गर्दाखेरि यतिसम्म मात्रै देखिन्छ। अब हामी डिजिटल जुम गर्दैछौँ। डिजिटल जुम गरेर हामी एकछिन छोड्यो भने हेर्न सक्छौँ जुन क्र्याक्सहरू हुन्छ चन्द्रमामा त्यो देखिरहेको छ। हामी अझै जुम गर्ने प्रयास गर्दैछौँ। फुल जुममा 200x फुल जुममा चन्द्रमा यस्तो देखिँदैछ जनकपुरबाट। तपाईँ हेर्न सक्नुहुनेछ अब चन्द्रमामा जुन किसिमको दाग लागेको छ भनिँदैछ, त्यो दाग भनेको के हो त्यो हेर्न सक्नुहुन्छ। र फुल जुम गरिएको छ अहिले चन्द्रमाको, जुन वास्तविक चन्द्रमा कस्तो देखिन्छ आँखाले नदेखिने कि अहिले क्यामेराको मद्दतले हामी हेर्न पाइरहेका छौँ। र कस्तो देखिन्छ त्यो हामीहरूलाई कमेन्ट गरेर पनि भन्न सक्नुहुनेछ। खाल्टोहरू हेर्न सक्नुहुन्छ तपाईँले, चुनको खाल्टो कस्तो छ। र त भन्छन् कि वैज्ञानिकहरू चन्द्रमामा पुगिसकेको छ र यही पुगेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। नर्मली हाम्रो आँखाले हेर्ने चन्द्रमा यतिसम्मको हो। तपाईँलाई भिडियो मन परे सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, लाइक गरिदिनु होला। यस्तै यस्तै भिडियो लिएर फेरि हामी आउनेछौँ। र कस्तो लाग्यो भिडियो कमेन्ट पनि गर्नु होला। अहिलेको लागि यति। धन्यवाद, नमस्कार।